नमस्कार साथीहरू, अघिल्लो भिडियोमा हामीले एउटा बोर्ड कसरी तयार गरिन्छ भन्ने सम्पूर्ण प्रक्रिया देखाएका थियौँ। त्यसैले त्यो भिडियो धेरैले मन पराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आजको भिडियो भने त्यसैको अर्को महत्त्वपूर्ण भाग हो। बोर्ड तयार भएपछि बोर्डलाई हामीले कसरी साइडसम्म लिएर गयौँ र यो सम्बन्धी सम्पूर्ण प्रक्रिया तपाईहरूले यस भिडियोमा देख्नुहुनेछ। मेरो चाहिँ एउटा सानो अनुरोध के छ भने साथीहरू होइन, तपाईँहरूले चाहिँ यो भिडियोमा सुरुदेखि अन्त्यसम्म अवश्य हेर्नुहोला के। बिचमा हेरेर अनि एकछिन हेरेर अलिकति हेरेर स्वाइप गरिदिनुहुन्छ होइन। तर यो मेरो भिडियोमा चाहिँ त्यसो नगर्नु होला है। किन भन्दाखेरि यो मेरो भिडियोमा चाहिँ क्लाइमेक्स चुनौतीहरू चाहिँ सबै मेरो चाहिँ अन्तिम भागमा आएको हुन्छ है। र तपाईँहरूलाई चाहिँ यस्तो यो 2D बोर्ड 3D बोर्ड होइन यस्ता बोर्डहरूको भिडियो मनपर्छ तपाईँहरूलाई पनि भने यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला होइन। म हजुरहरूको लागि यस्ता भिडियोहरू लिएर आइरहनेछु। र लास्ट एउटा रिक्वेस्ट के छ भन्दाखेरि म भर्खरै चाहिँ युट्युबमा आएको छु होइन, निकै गर्छु नै भनेर आइरहेको छु। त्यसको लागि चाहिँ सबैले साथ दिनु होला होइन। सकेसम्म त मेरो भिडियो जसले हेर्नुहुन्छ उहाँहरूले मलाई सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा छ होइन। कृपया सब्सक्राइब चाहिँ गर्नु होला है। अब चाहिँ मैले ढिला नगरिकन मेरो मैले जुन अहिलेसम्म भने त्यो भिडियोहरू चाहिँ हामीले अब सबै देखाउँछौँ होइन। बोर्ड हामीले कसरी लिएर गयौँ, कसरी हाल्यौँ र त्यो हालेर सक्सेस भयो कि भएन, सबै कुराहरू चाहिँ मेरो यो भिडियोमा छ। त्यसैले हेरेर एकदम पुरा हेरेर साथ दिनु होला है। हस्, धन्यवाद। ठ्याक्क अब निक्लिनु लाग्यो, पानी परिहाल्यो क्या। हेर्नु न है, अब पानी रोकेपछि जाने भनेर अब हामीले चाहिँ तयारी गरिरहेको छौँ। अब हामी फिल्डमा पुग्यौँ होइन। त्यहाँ गएर चाहिँ अब त्यो 5 तल माथि हो होइन। अब उहाँ स्ट्रक्चर बनाउनु छ अनि तलबाट पाइप त लिएर जानु पऱ्यो, भित्रबाट लानु मिलेन। त्यही भएर अब माथि नै हामी लगभग 3जना हाम्रो टिम हुनुहुन्छ, 3जना माथि हुनुहुन्छ र हामी 2जना तल बसेर पाइपलाई चाहिँ हामीले डोरीले बाँधेर अनि माथिबाट चाहिँ तानेर उहाँ अब त्यहाँ काम गर्ने ठाउँ त माथि छ, 5 तल माथि हो नि यो। हेर्नु न कति हाइट छ। अन्त पाइप हेर्नु कति रिक्स गरेर त्यो अब त्यो खसेर मान्छेले लाग्यो भने त सिधै पुग्नुकै हुन्छ। यति डर लागेको थियो नि होइन त्यति बेला। त्यो पनि जस गयो भने एउटा होइन, यस्तै हामीले लगभग 5-7वटा पाइप चाहिँ हामीले तानिसक्यौँ होइन। यो चाहिँ मैले तपाईँलाई एउटा मात्र देखाएको हो, किनभने सबै देखाउँदाखेरि फेरि अलि लामो हुन जान्छ होइन। त्यो भएर हो। बल्ल केटाहरूले गर्न त अब अलिकति गाह्रो कि अलिकति डर पनि लाग्ने कि यस्तो काममा। हेर्नु न, ओ माइ गड यार, यत्रो तान्नु पऱ्यो यार। हेर्दा मात्रै सानो देखियो, यो त 20 फिटको पाइप हो त्यो। माइ गड, 3जना माथि नै छन् है, फेरि 3जनाले तानेका हुन्। ओके देन अब यो चाहिँ उनीहरूले तानिसकेपछि हामीले फेरि अब त्यो लेटरहरू पनि मिलाएर ट्याक्क राख्न सुरु गरिसकेका थियौँ। लगभग माथि बोर्ड राखिसक्यौँ होइन। अब हामीले चाहिँ त्यो लेबलहरू मिलाउँदैछौँ, लेटरको ग्यापिङ मिलाउनु पर्ने हुन्छ होइन। एदेखि फेरि बी हाल्नको लागि त्यो भित्रको ग्यापिङ कति हुन्छ सबै लेटरहरूमा पिस मिलाउनु जानुपर्ने हुन्छ नि त। त्यो मिलाइरहेको छ नि राम्रो कुराहरूले। मैले त्यो पनि देखाएको छु। हामी लगभग 5जना छौँ त्यो हेर्नु न है। लगभग लेटरहरू हाम्रो स्ट्रक्चर बनाएर पनि हामीले हाल्न सुरु गरिसकेका छौँ। ल साथीहरू, मैले भिडियो सुरु गर्नुभन्दा पहिला एउटा कुराहरू भनेको थिएँ। के कुरा भन्दाखेरि
मेरो भिडियो चाहिँ अन्तिममा क्लाइमेक्स जहिले पनि अन्तिममा आउँछ भनेर भनेको थिएँ। अब हेर्नुहोस् त मेरो क्लाइमेक्स आइसकेको छ, हाम्रो क्लाइमेक्स आइसकेको छ। यसैको लागि हो मैले भनेको, यो हेर्नु होला। सिग्नल साइड हो, तर हामीले यतापट्टि लेफ्ट साइडमा पनि सेम यही बोर्ड हाल्नुपर्छ होइन। फेरि मैले चाहिँ एउटा सानो क्लिप छ होइन, त्यो पनि हेर्नु होला। डबल साइड हालेको बोर्डहरू तपाईँले सबै अब भिजुअलहरू सिनेमाटोग्राफीहरू सबै हेर्न पाउनुहुन्छ है।